हेलो आज चाहिँ हामी आएको छु यहाँ बर्थडेमा यता हेर है सबैजना हेलो हामी चाहिँ मेन्यु हेर्दैछौँ है डिसाइड भएकै छैन हामी के खाने हो हेलो हजुर सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ मैले धेरै दिनपछि ब्लग गरेको किन गरेको भने चाहिँ आज चाहिँ मेरो दिदीको बर्थडे थियो र हामी चाहिँ गएको थियौँ ढाबामा गएर हामीले फर्स्ट चाहिँ मेनु हेऱ्यौँ के अर्डर दिने भनेर डिसाइड गरेर चाहिँ हामीले फर्स्ट चिया अर्डर गऱ्यौँ र हामी चिया खायौँ। चिया खाइसकेपछि चाहिँ हामी केक काट्नुको लागि खानाहरू सबै हाम्रो अर्डर आइसकेपछि हामी केक काट्नु रेडी भयो। बर्थडे गर्ले चाहिँ अब केक काट्नु आँटे हामी चाहिँ अब क्यान्डल बालेर रेडी हुँदैछौँ सबैजना। हामी चाहिँ 5 जना दिदीबहिनी अन्त काकी गएको थियौँ बर्थडेमा ढाबामा। Happy birthday to you. Happy birthday dear Manisha. Happy birthday to you. Cut now. हामीले चाहिँ केक काटिसक्यौँ यता चाहिँ बर्थडे गर्ल अब खानुको तयारी हुँदैछ हामीले बेसी खानु छैन त मुसी भेज त हतार त्यही भएर त खाँदैछु केक कस्तो लाग्यो मिनाले बनाएको केक हो कस्तो लाग्यो केक टिसु पनि ल्याइदिनु न मिनाले बनाएको होइन केक भेज केक दिदीले चाहिँ पस्किँदै चाहिँ बर्थडे गर्नु भयो यस्तो चाहिँ मेरो छोटा चिया खाइसक्यौँ र हामी फोटो भिडियो खिचिसकेर खाना खाइसकेर केक काटिसकेर लाग्दैछौँ घरतिर। र हामी घर आउँदाखेरि चाहिँ बाटोमा आज बुधबार हाट लागिरहेको थियो हाम्रो गाउँको एसएसबी क्याम्प अगाडि र एकछिन हाट निस्केर घरतर्फ आयौँ। थ्याङ्क यू सो मच फर वाचिङ। ल यो चाहिँ हामीले लास्टमा खिचेको फोटोहरू लगाएको छु मैले 2-3 वटा।